सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर 9 ज्यामेरीका धनबहादुर बस्नेत करिब 21 वर्षसम्म गोलमेश्वरी निमावि विद्यालयमा शिक्षण पेशामा समर्पित नामको रूपमा चिनिनुहुन्थ्यो। शिक्षण सेवाबाट विदा लिएपछि उहाँले 2078 सालमा कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर 5 थली स्थित मिलनचोकमा अर्ग्यानिक खाउँ स्वस्थ रहौं भन्ने मूल मर्मसहित मेलम्ची राइस एन्ड फ्लोर मिलको स्थापना गर्दै नयाँ व्यावसायिक यात्रा शुरू गर्नुभयो। बस्नेतज्यूले सञ्चालन गर्नुभएको यस मिलमा दाल, गेडागुडी, मसला, बेसार, ड्राई फ्रुटदेखि कोदो, मकै, गहुँ, फापरको पिठो, चना, जौ, गहुँको सातु, मिक्स सातु, मेलम्चीको स्पेशल जीरा मसिनो लगायत अर्ग्यानिक खाद्यान्नहरू मिलमा पाइन्छ। साथै बासमती चामल, जौ, मकैको च्याख्ला जस्ता स्थानीय उत्पादित वस्तुहरू समेत उपलब्ध छन्। यहाँ हुम्ला, जुम्ला, बाजुरा, बैतडी, मुगु, डोल्पा, जाजरकोट, धादिङ, दोलखा, नुवाकोट र सिन्धुपाल्चोक लगायतका हिमाली तथा पहाडी जिल्लाबाट शुद्ध खाद्यान्न ल्याइन्छ, जसलाई परम्परागत ढिकी, जाँतो र घट्ट मार्फत कुटानी पिसानी गरिने भएकोले पूर्ण रूपमा अर्ग्यानिक तथा स्वस्थप्रदक हुन्छ। पिठोलाई सफा र गुणस्तरीय बनाउन चाल्ने समेत गरिन्छ। स्वास्थ्य नै धन हो भन्ने विश्वासका साथ बस्नेतज्यूले अहिले स्थानीय उपभोक्तालाई घरेलु उत्पादन तथा अर्ग्यानिक खाद्य खुवाइरहनु भएको छ। 21 वर्ष बालबालिकाको भविष्य उज्यालो बनाएको हातले आज व्यवसायसँगै आम नागरिकको स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्य बोकेर उहाँ अगाडि बढिरहनु भएको छ। थली मिलनचोक बिग मार्टको अपोजिट करिब 40 मिटर भित्र पसेपछि उहाँको मिलमा हामी पुग्न सक्छौं। लामो समय भन्नाले 21 वर्ष 8 महिना जति मैले शिक्षण पेशामा चाहिँ रहेर काम गरेँ। त्यसपछि चाहिँ मैले अब जागिर छोडिसकेपछि मैले चाहिँ अब मलाई चाहिँ एउटा यस्तो मनमा यस्तो लाग्यो कि अब मानिसहरूलाई चाहिँ अहिलेको समय परिस्थितिमा खानपानको कारणले गर्दाखेरि विविध किसिमका चाहिँ प्राणघातक रोगहरूले चाहिँ सताइरहेको परिस्थितिमा काठमाडौँमा चाहिँ एउटा काठमाडौँलाई केन्द्रबिन्दु बनाएर अथवा सोचेर एउटा चाहिँ अर्ग्यानिक उत्पादन गर्ने उद्देश्य लिएर मैले चाहिँ काठमाडौँ चाहिँ अब यो कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर 5 थलीमा एउटा पौराणिक खालको चाहिँ ढुङ्गाको घट्ट बिजुलीबाट चल्ने चाहिँ ढुङ्गाको घट्टको चाहिँ थालनी गरेँ। त्यसको साथसाथै चाहिँ अब यहाँ हामीले चाहिँ विविध अन्य चामल कुट्ने मिलहरू पनि छ हामीसँग। अब ती लगायत विविध किसिमका चाहिँ खाद्य वस्तुहरू चाहिँ उत्पादन गर्ने एउटा उद्देश्यका साथ यहाँ चाहिँ मैले चाहिँ मेलम्ची राइस एन्ड फ्लोर मिलको नामले चाहिँ